मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा विदेश पढेका अधिकांश डाक्टर फेल। चीन र इजिप्टबाट पढेकाहरूको नतिजा खस्कियो। कुल 93% उत्तीर्ण हुँदा नेपालकै शैक्षिक संस्थाको नतिजा उत्कृष्ट। सांसद रमेश प्रसाईको आफ्नै पार्टीको सरकारमाथि सदनमा तीखो प्रहार। नो लाइन केवल अनलाइन नारा दिएर चुनाव जिते पनि अहिले सर्भर डाउन र नागरिकको लामो लाइन मात्रै देखिएको भन्दै आक्रोश। हर्क साम्पाङको संसदमा प्रश्न। लिपुलेक अतिक्रमण, निजी दस्ताको सक्रियता र मधेसमा दलित विभेदबारे सरकारको मौनताबारे जवाफ माग। सहकारी पीडित र तेल ग्यास अभाव तत्काल सुल्झाउन चेतावनी। जनकपुर पुगेर गृहमन्त्री सुदन गुरुङद्वारा हिन्दू राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धता व्यक्त गरिएको राप्रपाको दाबी। सांसद खुशबु ओलीद्वारा माता जानकीको भूमिमा गरिएको बाचा पूरा गर्न सरकारसँग माग। बागमती प्रदेशमा नयाँ सरकार बनाउने समीकरण फस्दै एमाले र नेकपाको आग्रहलाई लत्याउँदै राप्रपाद्वारा सरकारमा सहभागी नहुने निर्णय। 12 जना सांसदद्वारा निर्णयमा हस्ताक्षर गर्दै सत्ता खेलबाट अलग। आगामी स्थानीय तह निर्वाचनका लागि रासपाद्वारा आचार संहिता सार्वजनिक। उम्मेदवारीमा पैसा, पावर र पहुँचको दुरुपयोग गरे तत्काल पार्टीबाट निष्कासन गरिने। आर्थिक चलखेलमा लिने र दिने दुवैमाथि प्रतिबन्ध। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचना निजी संस्थाको व्यापारिक कब्जामा रहेको संसदीय उपसमितिको ठहर। सेवा प्रवाहमा यात्रुले शास्ति भोग्दा पनि जीर्ण उपकरण र राजस्व चुहावट प्रति व्यवस्था गरिएको भन्दै नियमनको सिफारिस। पूर्व सभापति देउबा स्वदेश फर्किँदा धरपकड भए सशक्त विरोध गर्ने शशाङ्क कोइरालाको चेतावनी। साउन 26मा फर्कन लागेका देउबाबारे सरकारलाई सतर्क गराउँदै भेलामा पूर्ण बहादुर र शेखरको पूर्ण समर्थन रहेको दाबी। विराटनगर छापा प्रकरणमा प्रहरीको गम्भीर कमजोरी रहेको स्वीकार। सूचना भेरिफाई नगरी व्यवसायी गोपाल मुदण्डाको घर घेरेको भन्दै प्रहरी हेड क्वार्टरद्वारा मोरङका एसपी कवित कटुवालसँग 24 घण्टे स्पष्टीकरण माग। सरकारसँगका पुराना सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घद्वारा भदौदेखि पुनः सडक आन्दोलन गर्ने चेतावनी। विद्यालय शिक्षा ऐन जारी गर्न इसिडी शिक्षक तथा कर्मचारीको तलब भत्ता बढाउन कडा माग। लगातारको वर्षाले देशका 1 दर्जनभन्दा बढी प्रमुख राजमार्ग ठप्प। बिपी र कान्ति लोकपथमा रात्रिकालीन सवारी रोका। पहिरो र कटाल्ने मेची, अरनिको र बेनी जोमसोम सडक खण्ड अवरुद्ध हुँदा यात्रुलाई पूर्व जानकारी लिएर मात्र हिँड्न आग्रह। श्रीलङ्कन अलराउन्डर धनञ्जय लक्ष्यन पुनः पोखरा एभेन्जर्समा आबद्ध। नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि सहकारी निरन्तर। अघिल्लो सिजनमा 3 खेलमा 10 विकेट लिएका लक्ष्यनले टोलीको बलिङ थप बलियो बनाउने। नमस्कार, नेपाल फ्रन्ट न्युजमा स्वागत छ। म सुनिता भट्टराई। सदाझै देश विदेशका मुख्य खबर लिएर हामी तपाईँ सामु उपस्थित भएका छौँ। आज मिति 2083 साल साउन 22 गते शुक्रबार। तदनुसार 7 अगस्त 2026। सम्पूर्ण सूचना र समाचारका लागि कृपया नेपाल फ्रन्ट च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब खबर विस्तारमा। नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक लाइसेन्सको विशेष परीक्षामा विदेशमा पढेर आएका विद्यार्थीहरू धेरै अनुत्तीर्ण भएका छन्। काउन्सिलले गत 7 र 8 गते सञ्चालन गरेको परीक्षामा 1013 जना परीक्षार्थी सहभागी भएकोमा 947 जना अर्थात् 93.48% उत्तीर्ण भएका छन्। काउन्सिलले सार्वजनिक गरेको देशगत नतिजा अनुसार नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका 919 जना मध्ये 904 जना उत्तीर्ण हुँदा केवल 15 जना मात्रै फेल भएका छन्। तर विदेशमा पढेकाहरूको नतिजा भने निराशाजनक देखिएको छ। चीनबाट पढेका 37 जना मध्ये 8 जना अर्थात् 21.62% मात्रै उत्तीर्ण भएका छन् भने 28 जना फेल भएका छन्। यस्तै इजिप्ट, किर्गिस्तान र फिलिपिन्सबाट पढेका अधिकांश परीक्षार्थी पनि अनुत्तीर्ण भएका छन्। भारतबाट पढेका 17 जना मध्ये 13 जना र पाकिस्तानबाट पढेका सबै 9 जना परीक्षार्थी भने उत्तीर्ण भएका छन्। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले यो एउटा परीक्षाको नतिजा मात्रै भएकाले यसैका आधारमा विदेशको पढाइ कमजोर भन्न नमिल्ने र प्रशासनिक पारदर्शिताका लागि मात्रै तथ्याङ्क सार्वजनिक गरिएको स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार चिकित्सा शिक्षाको समग्र गुणस्तर र नतिजाको विस्तृत विश्लेषण भने चिकित्सा शिक्षा आयोगले गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद रमेश प्रसाईले आफ्नै पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउनु भएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रसाईले निर्वाचनका बेला जनतामाझ लगिएका आकर्षक नारा र वर्तमान सरकारको वास्तविकता बीचको ठूलो खाडलले आफूलाई झस्काएको बताउनुभयो। नो लाइन केवल अनलाइन भन्ने नारासहित चुनावमा मत मागेको स्मरण गराउँदै उहाँले अहिले अनलाइनको साटो बजारमा सर्वसाधारणको लामो लाइन मात्रै देखिन थालेको भन्दै आफ्नै सरकारको आलोचना गर्नुभयो। सरकारी सेवाहरूलाई प्रविधि मैत्री बनाउने भनिए पनि व्यवहारमा सर्भर बिग्रिए गर्नाले नागरिकले शास्ति खेप्नु परेको उहाँको भनाइ थियो। सांसद प्रसाईले सरकारी कार्यालयका काममा ढिला सुस्ती हुनुका साथै ग्यास लगायतका अत्यावश्यक वस्तु पाउन समेत सर्वसाधारणले कडा शास्ति भोगिरहेको उल्लेख गर्दै यस्ता समस्याको तत्काल समाधान गर्न सरकारसँग जोरदार माग गर्नुभयो। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता, आन्तरिक सुरक्षा र जनसरोकारका मुद्दामा सरकारसँग कडा जवाफ माग गर्नुभएको छ। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद राईले लिपुलेख क्षेत्रमा भारत र चीनले व्यापारिक गतिविधि सुरु गरेको भन्दै यसबारे सरकारको आधिकारिक धारणा संसदमा सार्वजनिक गर्न माग गर्नुभयो। यसैगरी देशमा हिन्दू सम्राट सेना जस्ता निजी दस्ताहरू सक्रिय भइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। नेपाली सेना बाहेक अन्य कुनै पनि समूहलाई सेनाको नाममा गतिविधि नगर्न र यस्ता गैरकानुनी दस्तालाई तत्काल निषेध गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो। सांसद राईले मधेसमा दलितहरूले अझै पनि धारामा पानी भर्न नपाएको भन्दै जातीय विभेदको तत्काल अन्त्य गर्न र जानकी मन्दिरमा श्रमदाताहरूमाथि भएको दुर्व्यवहारका दोषीलाई कारबाही गर्न माग गर्नुभयो। यस्तै वास्तविक सुकुम्बासीलाई तत्काल ध्वनिपूर्जा वितरण, सहकारी पीडितको बचत फिर्ताको ग्यारेन्टी गर्न र बजारमा देखिएको ग्यास तथा तेलको अभाव हटाएर आपूर्ति सहज बनाउन उहाँले जोरदार माग गर्नुभयो। विदेशस्थित नेपाली दूतावासहरूले श्रमिकका दुःख नसुनेको भन्दै परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको छ। गृहमन्त्री सुदन गुरुङले देशमा हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको दावी प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले गृहमन्त्री गुरुङले जनकपुर पुगेर हिन्दू मोर्चा समक्ष हिन्दू राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धता जनाएको बताउनुभयो। गत साउन 16 गते जनकपुर पुग्नुभएका गृहमन्त्री गुरुङलाई हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले 13 बुँदे माग पत्र बुझाएका थिए। सोही क्रममा गृहमन्त्रीले मौखिक वा लिखित रूपमा हिन्दू राष्ट्र पुनर्स्थापनाको आश्वासन दिएको सांसद ओलीको दावी छ। माता जानकीको पवित्र भूमिमा गएर गृहमन्त्रीले गरेको वाचा खेर जाने छैन भन्नेमा राप्रपा आशावादी छ। सांसद ओलीले भन्नुभयो, उहाँले गरेको प्रतिबद्धता कार्यान्वयनका लागि हामी निरन्तर खबरदारी गरिरहनेछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारको नयाँ सत्ता समीकरण र गणितीय खेलमा सामेल नहुने औपचारिक निर्णय गरेको छ। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपाले सहयोगको याचना गरे पनि राप्रपा संसदीय दलको बैठकले सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो। बिहिबार बेलुकी बसेको संसदीय दलको बैठकमा राप्रपाका 12 जना सांसदहरू सहभागी थिए। उनीहरू सबैले सरकारमा नजाने र सत्ता समीकरणको खेलबाट बाहिरै बस्ने निर्णयमा हस्ताक्षर गरेका छन्। राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम नै प्रदेशमा पनि सोही नीति लागू गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। हाल बागमती प्रदेशमा नेपाली काङ्ग्रेसका इन्द्रबहादुर बानियाको नेतृत्वमा सरकार छ। एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले विश्वासको मत लिनुपर्ने अवस्था छ। अर्कोतर्फ नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत पुर्याउन एमाले र नेकपालाई थप 2 सांसदको आवश्यकता परिरहेका बेला राप्रपाले डोका थुनेपछि नयाँ समीकरण बनाउने प्रयास थप जटिल र अन्योलग्रस्त बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयनका लागि पैसा, पावर र पहुँचको दुरुपयोग रोक्न कडा नीति ल्याएको छ। रासपाले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 मा 5 बुँदे आचार संहिता समावेश गर्दै अनुचित प्रभाव पार्न खोज्नेहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको हो। छनौट रूपरेखा अनुसार उम्मेदवारी प्राप्त गर्ने वा गराउने उद्देश्यले गरिने कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्दा, उपहार वा प्रलोभन पूर्ण रूपमा निषेध गरिएको छ।
रासपाले उम्मेदवार छनौट प्रक्रियामा पैसाको प्रभाव, पहुँचको दुरुपयोग वा सौदाबाजीले कुनै स्थान नपाउने प्रश्न पारेको छ। यदि यस्तो अनुचित लेनदेन वा चलखेलमा कोही संलग्न भेटिएमा लिने र दिने दुवै पक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी तत्काल निष्कासन गरिने कडा प्रावधान राखिएको छ। राजनीतिमा मौलाउँदै गएको चुनावी खर्च र पहुँचको विकृतिलाई रोक्दै निष्पक्ष तथा पारदर्शी रूपमा सक्षम उम्मेद्वार मैदानमा हार्ने उद्देश्यले यो कडा कदम चालिएको रासपाले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचनाहरू सेवा प्रवाहमा प्रयोग हुनुको सट्टा निजी संस्थाहरूले व्यापारिक प्रयोजनका लागि कब्जा जमाएको संसदीय उपसमितिको प्रतिवेदनले औल्याएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिद्वारा गठित उपसमितिले विमानस्थलको अनुगमनपछि बुझाएको प्रतिवेदनमा गम्भीर लापरवाही सार्वजनिक भएको हो। एकातिर विमानस्थलका भवन र संरचनाहरू निजी क्षेत्रले व्यापारिक लाभका लागि प्रयोग गरिरहेका छन् भने अर्कोतिर सर्वसाधारण र यात्रुहरूका लागि आवश्यक सेवा प्रवाह गर्न भौतिक संरचनाको चरम अभाव देखिएको छ। कार्गो क्षेत्र, अध्यागमन र भन्सार परिसर अत्यन्त साँघुरो हुँदा यात्रुहरूले दैनिक शास्ति भोग्न बाध्य भएका छन्। प्रतिवेदनका अनुसार विमानस्थलमा रहेका बडी स्क्यानर, एक्सरे मसिन, भेहिकल स्क्यानर र एस्केलेटरहरू समेत जीर्ण र नचल्ने अवस्थामा पुगेका छन्। साथै विमानस्थलभित्र सञ्चालित कफी सप तथा पसलहरूमा अनिवार्य ई बिलिङ प्रणाली कार्यान्वयन नहुँदा राजस्व चुहावट भइरहेको पाइएको छ। उपसमितिले यस्ता संरचनाहरूको उचित नियमन र व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरण तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कडा निर्देशन दिन अर्थ समितिलाई सिफारिस गरेको छ। साथै राजस्व चुहावट रोक्न र विमानस्थलको सेवा चुस्त दुरुस्त बनाउन सम्बन्धित निकायका पदाधिकारीहरूलाई समितिमा बोलाएर तत्काल छलफल गर्न समेत सुझाव दिएको छ। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशाङ्क कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कँदा सरकारले धरपकड गरे कडा विरोधमा उत्रने चेतावनी दिनुभएको छ। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलाको तयारीका क्रममा चुन्देवी स्थित सम्पर्क कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सो चेतावनी दिनुभएको हो। 5 महिनाको वैदेशिक उपचारपछि साउन 26 गते हङकङबाट स्वदेश फर्कन लाग्नुभएका देउबामाथि सरकारले कुनै धरपकड नगर्ने आशा व्यक्त गर्दै यदि त्यसो गरिए सशक्त प्रतिवाद गरिने उहाँले प्रश्न पार्नुभयो। यसैबीच इतर समूहको भेलामा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको भौतिक उपस्थिति नदेखिए पनि उहाँहरूको पूर्ण समर्थन रहेको शशाङ्कले दाबी गर्नुभयो। नेता खड्काको स्वास्थ्य समस्याका कारण र शेखर कोइराला विराटनगरमा निजी काममा व्यस्त रहेकाले मात्र उपस्थिति नभएको उहाँको भनाइ थियो। साउन 29 देखि सुरु हुन लागेको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा देउबाको पुनरागमन र कोइरालाको यो बयानले काङ्ग्रेसभित्रको आन्तरिक राजनीतिलाई थप तताएको छ। विराटनगरका प्रतिष्ठित व्यवसायी गोपाल मुदण्डाको निवासमा प्रहरीले छापा हानेको प्रकरणमा सूचना विश्लेषण र भेरिफिकेसनमा गम्भीर कमजोरी भएको प्रहरी प्रधान कार्यालयले स्वीकार गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले सूचना प्राप्त भएपछि त्यसको सूक्ष्म विश्लेषण र प्रमाणीकरण हुनुपर्ने जति काम नभएको बताउनुभयो। गलत सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी र ड्रोन समेत प्रयोग गरी व्यवसायी मुदण्डाको घर तथा व्यावसायिक परिसरमा 5 घण्टासम्म छापा मारिएपछि चौतर्फी आलोचना भइरहेको छ। यस प्रकरणपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटुवाललाई स्पष्टीकरण सोधेको छ। एसपी कटुवाललाई कुन आधार र कारणले व्यवसायीको घरमा छापा हानिएको हो सोको लिखित जवाफ पेश गर्न 24 घण्टे स्पष्टीकरण पठाएको छ। व्यावसायिक क्षेत्रलाई आतंकित पार्ने गरी बिना आधार छापा मारिएको भन्दै उद्योगी व्यवसायीहरूले विरोध जनाउँदै आएका छन्। प्रहरीले भने यस घटनाबाट पाठ सिक्दै आगामी दिनमा गुप्तचरी सूचनाको पुष्टि गरेर मात्रै कडा कदम चालिने प्रतिबद्धता जनाएको छ। नेपाल शिक्षक महासंघले सरकारसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै आगामी भदौ महिनादेखि पुनः सशक्त सडक आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफ्ना मागहरूप्रति सरकार गम्भीर नभए पुनः काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रने घोषणा गर्नुभयो। महासंघले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य
माग अघि सारेको छ। यसअघि 2082 वैशाखमा 29 दिनसम्म चलेको आन्दोलनपछि सरकार र महासङ्घ बीच 9 बुँदे सहमति भएको थियो, तर उक्त सहमति अझै कार्यान्वयनमा आउन नसकेको महासङ्घको आरोप छ। महासङ्घले बाल विकास, इसिडी शिक्षक र विद्यालय कर्मचारीका लागि स्थायी दरबन्दी सिर्जना गरी तलब भत्ता बढाउन, निजामती सरह दुर्गम भत्ता उपलब्ध गराउन तथा सामुदायिक विद्यालयका विद्यार्थीका लागि खाजा र छात्रवृत्ति रकम वृद्धि गर्न सरकारसँग माग गरेको छ। यसैगरी माध्यमिक तहसम्मको शिक्षा पूर्ण निशुल्क गर्नका लागि कुल बजेटको 20% रकम शिक्षा क्षेत्रमा छुट्याउन समेत महासङ्घले सरकारको ध्यान आकर्षण गराएको छ। माग पूरा गराउन दबाव दिने उद्देश्यले साउन 16 र 17 गते बसेको बैठकका निर्णय अनुसार छिट्टै आन्दोलनका थप कार्यक्रम घोषणा गरिने महासङ्घले जनाएको छ। देशभर भइरहेको अविरल वर्षाका कारण पहिरो, सडक कटान र बाढीको जोखिम बढेपछि देशका 1 दर्जनभन्दा बढी प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे, पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जे बेसी सडक खण्डमा बेलुका 6 देखि बिहान 4 बजेसम्म तथा कान्ति लोकपथमा बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उता मेची राजमार्गको इलाम स्थित राजदुवालीमा सडक हिलाम्य हुँदा यातायात अवरुद्ध बनेको छ भने अरनीको राजमार्गका 0 किलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भाँसिएपछि आवत जावत पूर्ण रूपमा ठप्प भएको छ। यसैगरी लामासाङ्गु रामेछाप, रसुवाको पासाङ लामु राजमार्ग, मुगुको नागमा गमगढी, बागलुङ र रुकुम पश्चिमका करिडोरहरूका साथै म्याग्दी र मुस्ताङ जोड्ने बेनी जोमसोम सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक सञ्जाल विच्छेद भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा बाढी पहिरोको जोखिम उच्च रहेकाले यात्रामा निस्कनु अघि अनिवार्य रूपमा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणमा आग्रह गरेको छ। नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलङ्काका चर्चित अलराउन्डर धनञ्जय लक्ष्यनसँग पुनः सम्झौता गरेको छ। अघिल्लो अर्थात् दोस्रो सिजनमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा पोखरा एभेन्जर्सले 27 वर्षीय लक्ष्यनसँगको सहकारीलाई निरन्तरता दिएको हो। अघिल्लो सिजनमा पोखराका लागि जम्मा 3 खेल खेल्दै 10 विकेट लिएका लक्ष्यनले टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। श्रीलङ्काको राष्ट्रिय टोलीबाट 3 वटा एक दिवसीय खेल खेलिसकेका उनी ओभरअल अलराउन्ड प्रदर्शनका लागि चिनिन्छन्। आगामी सिजनका लागि पोखरा एभेन्जर्सले आफ्नो टोलीलाई निकै मजबुत बनाउँदै लगेको छ। यसअघि नै पोखराले बङ्गलादेशका स्टार अलराउन्डर साकिब अल हसनलाई टोलीमा भित्राइसकेको छ भने मुख्य प्रशिक्षकको जिम्मेवारी श्रीलङ्काका पूर्व भेटरान अजन्था मेन्डिसलाई सुम्पिएको छ। श्रीलङ्कन र बङ्गलादेशी स्टार खेलाडीहरूको आगमनले पोखरा एभेन्जर्सलाई उपाधिको प्रमुख दावेदारका रूपमा उभ्याएको छ। आयोजकका अनुसार तेस्रो सिजनको एनपिएल प्रतियोगिता दशैं लगत्तै कार्तिक दोस्रो सातादेखि सुरु गर्ने तयारी भइरहेको छ। नेपाल फ्रन्टमा नियमित समाचार आउनेछ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा क्लिक गर्न र नेपाल फ्रन्टको फेसबुक पेजलाई फलो गर्न पनि नभुल्नुहोला है। तपाईको समय शुभ रहोस्। नमस्ते।